हेलो गाइज वेलकम टु माई न्यू ब्लग भिडियो। आजको ब्लग चाहिँ एकदम खतरनाक छ है। यो चाहिँ मेरो अहिले चाहिँ मैले अर्को ब्ल्याक इफेक्ट लगाएर बनाउँदैछु यो मेरो ब्लग भिडियो है। आजभन्दा 1 वर्ष अगाडिको कुरो हो। हामी दुईजनाले चाहिँ सँगै +2 को एक्जाम दिएको थियौँ है। यस अब हामी चाहिँ पास भयो। 1 लाख को डिलर अहिले पढ्दैछु कि म। अब त्यो 1 लाख 6 लाख चाहिँ होइन, यस्तो गर्नुपर्छ त। बिस्तारै अहिले हुँदैन है, अहिले म बिजी छु। किन के गर्न जाउँ? लाखको बिट्टाले खेल्ने मान्छे भइसक्यो अरे। त्यस्तै कति 1.2 लाख हुन्छ कि कति हुन्छ। ल डिल डन गरौँ न। होस् नबनाउने डिल भनेर। सो गाइस ऊ पऱ्यो एकदम धोकेबाज। मलाई थाहा नभइकन उसले एक्जाम दिएर नि पास गरेको। मलाई त थाहा पनि थिएन एक्जाम दिएको भनेर। एकैचोटि पास भयो भन्दा त म त हुन्छ नि, यस्तो आरिस त मलाई कोही दिन लाग्दैन। जस्तो मेरो साथीहरू पास भएर म फेल भन्ने होइन यस्तो चिजहरू। तर अब सबभन्दा गाह्रो भनेको सहन सक्नु गाह्रो भनेको यही कुरा हो है। अरू बाह्र तर आफू फेल अनि पास भएर मजै आउँदैन क्या। सर्टिफिकेट मेरो अहिले अन्त चातेर फाल्छ। यस यो डिल भएको थियो हाम्रो चाहिँ यो डिल भएको थियो। सबै एकजना पास भएर अर्को फेल भयो भने त्यसको सर्टिफिकेट चाट्ने भने डिल भएको थियो। 2 जना पास 2 जना फेल भएर सँगै निकाल्नुपर्छ यो साली। यसपालि त टप हो, प्रकाश टप नाम सागर। सो गाइस अब यसपालि चाहिँ सागर मेरै घरमा आएर पढ्दैछ। यसपालि A+ हान्छ सागरले है। हामीले चाहिँ अगाडिकै साल हामीले चाहिँ टक्कसँग पास गरियो। यो पालि चाहिँ रिदेर पनि भन न, रिदेर पनि पास गरियो है। अनि बुइनीसँगै सागरले पनि दिनेछ यसपालिको एक्जाम। सो यसपालि सागरले 4 GPA ल्याउनु पर्यो। 4 GPA 4.8 ल्याउँछु। 4 GPA ल्याउनु पर्यो। यस्तै छ गाइस हैन सागर? नेपाल टप हानिदिन्छ यसपालि सागर। खतरा पढेको छ है। अस्ति हामी मात्र पास भयो भनेर सागरलाई अलिकति नराम्रो लागेको छ कि। अब यसपालि टप हान्ने छ। म तपाईँहरूलाई सागरको रिजल्ट आएपछि म फेरि अर्को भ्लग बनाउने छु। आज चाहिँ मैले यति आजको भ्लग पनि त्यति राम्रो भएन, यति हाँसी मजाकमै गयो। हेलो उसले 1.5 लाखको डिलर हान्दैछ केटाहरूसँग। यसो केटा हो ल प्रकाशपुर घुम्न जाऊँ, 1.5 लाखको डिल छ भन्न सक्यो। सो गाइस आजको भ्लग चाहिँ यति नै। फेरि भोलि आउने छ। हस्त नमस्ते, बाई बाई।